नमस्कार, म शारदा आमाको जाँगरमा युट्युबबाट एक लाइक गरिदिनुहुन्छ भन्ने मेरो प्रेरणाको लागि। सबैको मनमा भक्ति जागोस्, सबैको दिन शुभ होस्, सबैको राम्रो होस्। आसनदेखि उठेर जल्दी सबरी रामका चरणमा परिन्, सकभरको बहुतै पूजा गरी तहाँ हात जोरी बिन्ती गरिन्। हे नाथ दिनहीन कुल स्त्री जाति, म गरिब जान्दिन तिम्रो स्तुति। आधार मात्र फगसै चरणमा, यस्तै छ मेरो गति। हे नाथ आज दया भयो र हजुरको प्रत्यक्ष देखि लिया, पूजा नित्य हजुरको गरिया खमित बस्या कि थिया। यस्तो बिन्ती सुनि दया बहुत भो हेतु प्रभुले कहा, उच्च स्त्री पुरुष विचार दिन म त खुस हुन्छु भक्ति भया। देख्या मैले र दर्शन दिन भनी खुसीले आज आफैमा आई, दिया दर्शन र पायौ तिमी अधम भया पाउँथ्यौ क्या मलाई। मुक्ति भो आज तिम्रो अब फजिती छुट्या, खुसी भई आज जाऊ। मेरी सीता कहाँ छन् खबर यदि भन्या त्यो पनि सब बताऊ। हुकुम जसै सुनिथिन् तब तही विनती गर्दछिन् क्या बताऊँ। सर्वव्यापी हजुरले बुझी त नसकिना एक रति छैन ठाउँ। साँचो बिन्ती गर्या यो तर पनि नरको आज यो रूपधारी। आज्ञा बोता म बिन्ती पनि हजुरको विषय गर्दछु काल विचारी। सीता लङ्का विषय छिन् अब त हजुरले भेट सुग्रीवलाई, बस्या जावस्ती गरन जति जति अरू काम बिल्कुलै पारलाई। पम्पा भन्या तलाउ पनि नजिक हुन्या, ऋष्यमुख पर्वतैका टाकुरै माथि बस्छन् अति फजिती सही दिन रात सधैँका। बालीको डर हुन्छ हुनाले तहीँ बहुत बस्या, बाली जाँदैन तहाँ। बालीलाई नजानु भनिकन छ सराप, सब गर्या बिन्तिया। सुग्रीवसित मितारी गर्नु सब काम हुन्छन् सीता पनि, हुन्या छ सीता पनि। मिल्नन् आज यो देह खाग गरी यहाँ पोल्छु नजिकै भनी। बिन्ती पारी सीता विषय पछि शरीर त्यो देह सब खाग गरिन्। ठाकुरको अति भक्तिले ती सबरी संसार सागर तरिन्। हे लोक हो रघुनाथका चरणको भक्ति छ मुक्ति दिन्या, यो जानिकन कामधेनु सरिका राम नाम मनैमा लिन्या। क्या गर्छौ अरू मन्त्र तन्त्रहरूले छाडेर सब राममा, तन्मन लाई अवश्य जान मनले सार मिल्छ यही काममा। जसै मुक्त भइन् गइन् ती सबरी सब बात सुनि राम पनि, जान्छु आज म ऋष्य मुख गिरीमा सुग्रीव भेट्छु भनी। जान्थ्या कोशभरिको तलाउ मिलिगो पम्पा भन्याको पनि, चिन्या श्री रघुनाथले सबरीले यो भन्याको भनी। माछा कश्यप चल्दछ कमलको सब गिर्छ केशर तहाँ, केशरले जब छोपियो पनि भन्या देखिन्छ जल्त्यो पो कहाँ। नीला सागर सफेद कमल पनि अनेक रङ भएका तहाँ, बोल्छन् हाँस चकोर सारसहरू लाटा कुस्यारा जहाँ। जस्तो निर्मल हुन्छ सन्तहरूको मन सोही माफिक जल, निर्मलदेखि बहुत प्रसन्न हुनुभयो लाग्यो र साह्रै असल। सुग्रीवले हनुमानलाई जब यो हुकुम दिया जाऊ भनी, ब्राह्मणको लडिमका बनेर हनुमान रामका हजुरमा पनि पहुँची। पाठसित बिन्ती गरी पारी सब काम सोध्या प्रभुको जसै। विस्तार राम नाम कामको प्रभुजीले खुसी भई बताया तसै। सुग्रीवको हनुमानले पनि तहाँ विस्तार बिन्ती गर्या, बोकु श्री रघुनाथलाई भनी फेर आफ्ना स्वरूप झर्धर्या। राम लक्ष्मण कन बोकी जल्दी हनुमान सुग्रीवका पास गया। पहुँचाउँ रघुनाथलाई भनी खुब कुद्या त्या आकाशमा जल्दी। पर्वतका उपर पुगी गया छाया विषय राम रया। सुग्रीवलाई खबर दिन कन तहाँ जल्दी हनुमान गया। लक्ष्मणजी कन बस्न आसन दिया ताई ठुला मानले, सब वृत्तान्त बताई लक्ष्मणजीले विस्तार सुनाया जसै। सीता हुन गहना खसाली दिन हाजिर गराया तसै।
यति बिन्ती तहाँ ती सुग्रीवजीले रामका हजुरमा गर्या। बोल्या श्री हनुमानले पनि त्यहाँ अग्नि छ साक्षी धर्या। अग्नि साक्षी धरेर सुग्रीवजीले रामथेप्नी तयारी गरी। उहाँ जो बाहाँ जोरी सखा भई नजिकमा सुग्रीव बस्या त्यसधरि ठुलो वीर यमपुत्र राक्षस थियो। माया बिना थियो। बालीसित लडाइँ गर्न भनी त्यो आयो र हाँक खोपिदियो। बालीले पनि दौडी गइकन तहाँ हान्यो मुठीले जसै। बाधा पाइ डराई भाग्यो गयो लाग्यो पछाडि तसै। बालीका पछि लागि मै पनि गयाँ राक्षस गुफामा गयो। ढोकामा त मलाई राखी रिसले फेरभित्र जाँदो भयो। महिना दिन बितो गयो र तर पनि त्यो फर्केन बाली जसै। साह्रै दिक्क थियाँ कसो गरौँ आयो फगत्यो तसै। लो बाली अब त मरेछ हेरी त रगतै आयो गुफादेखि ता। महिलाई पनि फर्की मार्छ रिसले गुफा थुनी जामता। यस्तो बुद्धि भएर पत्थर ठुलो लाएर गुफा थुन्या। फर्की आउन मन गर्या यति सहज निस्किन नसक्नु भन्या। यस्ता पाठसित खुब थुन्या र माफिक बाली मर्या लो भनी। विस्तार शक्ति सुनाउँदा मकनता राजा बनाया पनि। राजा भइकन राज्य भोग पनि गर्या। केही दिनपछि बालिता राक्षस मारी फिरेर दाखिल भयो रिसाईमै माथिता। उस दिनदेखि डराई आई म रह्या मेरी त पत्नी पनि। बाली जप्ती सित भोग गर्छ अरू क्या पुग्दैन जोर तै पनि। यहाँ आउन सक भन्या पनि आएर माथ्या थियो। पापको क्या डर मान्छ त्यो बलले उसले बुहारी लियो। साह्रै दुखी भएर सुग्रीवजीले बिन्ती गर्याको सुनि। सुग्रीवको अब दुःख हर्छु भनी अन्तस्करणले गुनी। खातिर प्रभुजी श्री प्रभुजीले गर्या सुन सके त्यो बाली मारी यहाँ। तिम्रो राज्य गराउँला अब पर जोर चल्छ त्यसको कहाँ। एक दिन दुन्दुभी नाम राक्षस ठुलो आयो र हाँक खोपिदियो। बालीले सहजै निमोठिकन शिर छुट्याई हातमा लियो। सोही फ्याँकिदिँदा यहाँ गिरी गयो 4 कोस जग्गामा। जसै छिटा पर्न गयो बहुत रगतका रिसी रिसाया तसै। बालीलाई श्राप दिने अब यहाँ आई त भन्या तै पनि छुट्टा भई पृथ्वीमा गिरी गएस यस्तै गिरो यो भनी। यो मालुम त मलाई सब अधि थियो सो जानी यहीँ रह्या। उसलाई पनि यो याद त फेर वीरदेखि बाँच्दो भया। आजलाई यति। नमस्कार। मेरो आजको सम्पूर्ण रामायण भानुभक्त आचार्यको रामायणमा अलि अब यो शब्दहरू अलि भया गयाँ खालका छन्। अनि त्यसरी उच्चारण अलिक गाह्रो भएको छ। सबैको जय होस्, सबैको शुभ होस्, सबैको दिन कल्याणमा बितोस्, सबैको मनमा शान्ति आओस्, भगवानको नाम सबैलाई जप्न मन लागोस्। नमस्कार।